उहाँको पालैसँग पाल पूजन हुनेछ। त्यसपछि टीका प्रदान यहाँ हुनेछ, पाल पूजन उहाँ हुनेछ र माल्यार्पण पनि तपाईँहरूले फुलले पर्सेर होस् अथवा माला लगाइदिएर होस् त तपाईँहरूले ख्याल गर्नुपर्ने हुन्छ। यसमा विशेष गरी माझमा उभिने 4वटी बहिनीहरू हुनुहुन्छ, हामीलाई साथ दिनको लागि अघि आइदिनुहुन्छ भन्ने हाम्रो इच्छा छ। यसमा हामीलाई दिग्वचनको लागि पनि खाँचो पर्छ र बहिनीहरू तयारी भएर आए जस्तो मलाई लागेको छ र तपाईँहरू अगाडि पनि आइदिनुहोस्। यो कार्यक्रम राष्ट्र नै अनौठो हुन जान्छ तर राष्ट्रमै यसले राम्रो प्रभावमा चाहिँ ल्याउनेछ भन्ने हाम्रो विश्वासले कार्यक्रम गर्नेछौँ। पाल पूजन, टीका प्रदान, माल्यार्पण र त्यसपछि उहाँहरूलाई प्रसाद वितरण कार्यक्रम हामी पछाडि राखेर अरू हामी कार्यक्रम बढाएर लानेछौँ र अन्तिममा प्रसाद वितरण गरेर हामी यो कार्यक्रम निचरमा लानेछौँ। र अब म सबैलाई उठेर भक्ति भावनामय हुन र पहिलो हामी दिग्वचन गर्नेछौँ र यो दिग्वचनको थालनी हाम्रा धर्मबाट दिग्वचनबाट हुनेछ। दिया दिग्वचनमा छ र यसमा मैले 2 शब्द भन्नुपर्ने के छ भने